इबोला भाइरस के नेपाल तयार छ? इबोला भाइरस एउटा यस्तो रोग जुन संक्रमण भएको खण्डमा 2 जनामा 1 जनाको ज्यान जान सक्छ, जसमा बिरामीलाई ज्वरो आउने, शरीर दुख्ने, पखाला लाग्ने, बान्ता हुने, शरीरमा राता राता दागहरू आउने, पछि गएर नाक र गिजाबाट रगत बग्ने, दिसा पिसाबबाट रगत जाने भएकाले गर्दा मृत्युबाट भाग्न ठुलै भाग्य र उत्कृष्ट स्तरको स्वास्थ्य उपचार चाहिन्छ। तपाईँ यो रोगबाट केही दिन मात्र टाढा हुनुहुन्छ भनेर डर देखाउन त खोजेको होइन, तर हु नोज व्हाट ह्यापेन्स। यदि यो रोकिएन भने के होला त? आउनुहोस् हेरौँ इबोला कस्तो रोग हो, इबोलामा लक्षणहरू के कस्ता देखिन्छन्, उपचार कति सम्भव छ र इबोला रोगसँग सम्बन्धित केही तथ्य र भ्रमहरू। कोरोना कालको त्यो भयपूर्ण स्थिति जस्तै फेरि हामी अर्को महामारीको पर्खाइमा छौँ कि छैनौँ त? आउनुहोस् हेरौँ यो भिडियोमा। 3 दिन अघि मे 17, 2026मा WHO अर्थात् वर्ल्ड हेल्थ अर्गनाइजेसनले पब्लिक हेल्थ इमर्जेन्सी अर्थात् स्वास्थ्य सङ्कटकाल घोषणा गर्छ। डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा इबोला फेरि फैलिएको र 88 जनाको मृत्युको खबर प्राप्त हुन्छ। आजको मितिसम्म 600 इबोलाका केसेसहरू छन् र 148 जनाको मृत्यु भइसकेको छ। पहिले जायर प्रजातिको इबोला रोग लाग्थ्यो भने अहिले नयाँ प्रजाति बुन्डीबुजियो स्ट्रेनको इबोला रोगलाई न पहिलेको खोपले काम गर्छ न त औषधिले नै। त्यसकारण यसपालिको इबोला पहिलेभन्दा खतरनाक मानिएको छ। अप्रिल 24, 2026 कङ्गोको इतुरी प्रोभिन्समा रहेका एकजना मान्छेलाई पखाला लाग्ने, टाउको दुख्ने, शरीरमा राता दागहरू आउने र बान्ता हुने यस्ता समस्याहरू देखा पर्छन्। 3 दिनमा उनको अप्रत्याशित मृत्यु भएको खबर आउँछ। मृत्युको कारण पत्ता लागेको हुँदैन। फ्लू, डेङ्गु, मलेरिया, इबोला सबैको जाँच गर्दा नेगेटिभ नै आएको हुन्छ। अब रोग फैलिँदै जान्छ। त्यसकारण यस क्षेत्रका अरू मानिसलाई पनि यी सबै लक्षणहरू देखिन्छन्। केही दिनमा बिरामीको मृत्यु हुन्छ। जब धेरैजनालाई यस किसिमको लक्षण देखिन्छ, मे 5मा WHOलाई आकस्मिक अनुसन्धानका लागि खबर पठाइन्छ। मे 15मा डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोले अफिसियल कन्फर्मेसनसहित 8 जनाको मृत्यु भएको खबर पुष्टि गरिसकेको हुन्छ। रोगको कारण पत्ता लागेको हुँदैन। सबै लक्षण इबोलासँग मिले पनि इबोलाको टेस्ट नेगेटिभ नै आउँछ। मे 15मा WHOको इन्भेस्टिगेसन टिमले यो पहिले नदेखिएको बुन्डीबुजियो नामक इबोलाको प्रजाति रहेको पुष्टि गर्छ। इबोला रोग फैलिसकेको हुन्छ, तर फरक प्रजातिको, त्यसैले सबै टेस्टहरूमा नदेखिएको भन्ने कुरा पत्ता लाग्छ। मे 16मा कङ्गोबाट सुरु भएको इबोला युगान्डामा पुगेको खबर आउँछ। 2वटा केसेस रहेको पुष्टि हुन्छ र दुवै कङ्गोबाट ट्राभल गरेका कामदार रहेको कुरा थाहा हुन्छ। त्यस लगत्तै युगान्डाको काम्पालामा 1 जनाको मृत्यु भएको खबर प्राप्त भएसँगै मे 17मा WHOले ग्लोबल हेल्थ इमर्जेन्सी डिक्लेयर गर्छ। तर यहाँ सबैभन्दा डरलाग्दो कुरा, जब आउटब्रेक अफिसियल्ली पत्ता लागेको हुन्छ त्यति बेलासम्म 88 जनाको मृत्यु भइसकेको हुन्छ। 336वटा शङ्कास्पद केसहरू हुन्छन्। कङ्गोको 3वटा हेल्थ जोन्स अर्थात् बुनिया, रुवाम्पारा, मोङ्गवालु पुरै एफेक्टेड भइसकेको हुन्छ। यसको मतलब आउटब्रेक हप्ता वा महिना अघि नै सुरु भइसकेको थियो भन्ने जनस्वास्थ्य विज्ञको आङ्कलन छ। आजसम्मको स्थितिमा 148 जनाको मृत्युको खबर प्राप्त भएको छ भने आजको मितिसम्म 600 इबोलाका केसेसहरू डिटेक्ट भएका छन् र यो अझै पनि फैलिने क्रम जारी नै छ। 2014मा पनि यस्तै भएको थियो, वेस्ट अफ्रिका इबोला आउटब्रेक। त्यति बेला 86 सस्पेक्टेड केसेसहरू थिए र 59 जनाको मृत्यु भएपछि मात्र आउटब्रेक डिक्लेयर गरिएको थियो। अब समस्या के छ त? नयाँ प्रजातिको यो रोगको उपचार सम्भव छ कि छैन त? समस्या के छ भने अहिलेको इबोलाको खोप RVSV जेबो भ्याक्सिन रहेको छ, तर त्यो खोप जायर स्ट्रेनको लागि मात्र काम गर्छ। बुन्डीबुजियोको लागि भने कुनै एप्रुभ भ्याक्सिन नै छैन, कुनै स्पेसिफिक औषधि उपचार नै छैन, सपोर्टिभ ट्रिटमेन्ट मात्र छ। अब तपाईँ सोच्नु होला, ओके, तर भाइरस त कङ्गोमा छ, नेपाललाई के नै फरक पर्ला र? तर फरक पर्न सक्छ। इबोला वास्तवमा के हो त? यो एक किसिमको कोरोना जस्तै भाइरस हो। धागो जस्तै देखिने यो भाइरस फिलो भाइरस फ्यामिली अन्तर्गत पर्छ। ल्याटिन भाषामा फिलमको अर्थ धागो हो र यो हेर्दा धागो जस्तै देखिन्छ। यदि यसको साइज कम्पेयर गर्ने हो भने एउटा कपालको चौडाइमा 1000वटा इबोला भाइरस अटाउँछन्। अब हेरौँ यो धागो जस्तो देखिने यो सूक्ष्म भाइरस हजुरको शरीरमा सङ्क्रमण गरेको खण्डमा के हुन्छ त?
सुरुको 1-2 दिन खासै लक्षण देखिँदैन। त्यसपछि 2 देखि 5औं दिनमा भाइरसले हजुरको इम्युन सिस्टम हाइज्याक गरिदिन्छ र भाइरस मल्टिप्लाई हुन थाल्छन्। त्यसपछि 5औं देखि 7औं दिनमा रगत बग्ने नलीहरू फुट्न थाल्छन् र organ फेलियर हुन थाल्छ र 7औं देखि 10औं दिनमा मानिसको 90% सम्म मृत्यु हुन सक्छ यदि समयमा उपचार गरिएन भने, र यसलाई हामीले क्रिटिकल विन्डो पनि भन्छौँ। अब हेरौँ यो पहिलेको भन्दा किन खतरापूर्ण मानिएको छ त। अहिलेको बुन्डीबुज्जियो प्रजाति पहिलेको जाइरे स्ट्रेन भन्दा खतरनाक यसकारण मानिएको छ कि पहिलेको जाइरे प्रजातिको इबोला रोगको लागि खोप पनि थियो जुन 97% इफेक्टिभ थियो। रोग पत्ता लगाउनका लागि ऱ्यापिड टेस्ट पनि थियो र उपचार पनि थियो। तर अहिलेको बुन्डीबुज्जियो प्रजातिको लागि भने न त खोपले काम गर्छ, न त रोग पत्ता लगाउने ऱ्यापिड टेस्ट नै छ, न त स्पेसिफिक उपचार नै छ। यस कारणले गर्दा 2026 आउटब्रेक यति चिन्ताजनक भएको छ। अहिले कङ्गोको इटुरी प्रोभिन्स इबोलाको सक्रिय क्षेत्र बनेको छ। नेपालको स्वास्थ्य क्षेत्रका चुनौतीहरू जस्तै यहाँ पनि धेरै सीमितताहरू छन्, जसकारण यहाँ इबोला सङ्क्रमण अझ डरलाग्दो बनेको छ। डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा विभिन्न खानी सहरहरू पनि छन्, जस्तै मोङबालु, रुवाम्पारा जस्ता खानी केन्द्रहरू भएको यो ठाउँमा उच्च आवागमन हुन्छ। विश्वका धेरै देशहरूबाट काम गर्न कामदारहरू आउँछन्, तर यहाँ स्वास्थ्यकर्मीहरूको पहुँच भने सीमित छ। रोगको निगरानी प्रणाली अर्थात् सर्भिलियन्स अत्यन्त कमजोर छ। प्रारम्भिक लक्षणहरू सामान्य नै हुन्छन्। ज्वरो आउने, शरीर दुख्ने, थकान लाग्ने जस्ता लक्षणहरू फ्लू, डेङ्गी, टाइफाइड, मलेरिया जस्ता रोगमा पनि देखिने हुँदा स्वास्थ्यकर्मीहरूले इबोलाबारे नसोचेको हुनुपर्छ, किनभने यस क्षेत्रमा बुन्डीबुज्जियो प्रकारको इबोला पहिले कहिल्यै देखिएको थिएन। अब अर्को प्रश्न, के यो अर्को महामारी हो त? के यो अर्को कोरोना काल हो? पक्कै होइन, किनभने कोरोना जस्तो एयरबोर्न डिजिज अर्थात् हावा र सास प्रश्वासबाट सर्ने रोग यो होइन। यो रोग सङ्क्रमित व्यक्तिको रगत, पसिना, थुक, बान्ता, दिसा, पिसाब, वीर्य तथा अन्य शारीरिक तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुँदा, अथवा सङ्क्रमित जनावर जस्तै बाँदर वा चमेरासँग सम्पर्क हुँदा, अथवा सङ्क्रमित व्यक्तिले प्रयोग गरेको कपडा, सुई, ओछ्यान वा अन्य सामग्री छोएपछि र बिरामीको हेरचाह गर्दा उचित सुरक्षा उपाय नअपनाउँदा, र अन्तिममा मृत सङ्क्रमित व्यक्तिको शव छुँदा वा अन्त्येष्टिमा सम्पर्क हुँदा सर्ने गर्दछ। यस्तै भएको थियो जब सिरेलियोनमा 2014मा एकजनाको अन्त्येष्टिमा भएका 28 जनामा इबोला सङ्क्रमण भएको थियो। इबोला रोग कोभिड जस्तै नफैले पनि यदि यो रोग नेपाल जस्तो स्वास्थ्यका दृष्टिकोणले कमजोर देशमा छिरिएको खण्डमा हाहाकार फैलिने निश्चित छ। अहिले पनि अफ्रिकामा विशेष गरी कङ्गो र युगान्डामा नेपाली डायस्पोरा ठुलै छ। विशेष गरी माइनिङ क्षेत्रमा र संयुक्त राष्ट्रसङ्घको मिसनमा जाने नेपालीहरू धेरै छन्। साथै कङ्गो र युगान्डाको विश्वभरि फैलिएको डायस्पोरा छ। उचित सर्भिलियन्स र क्वारेन्टाइन मेकानिजम नहुने हो भने यो रोग धेरैतिर फैलिन सक्ने निश्चित छ। WHO का अफिसियल्सले इबोला सोचेभन्दा बढी रफ्तारमा फैलिएको हुन सक्ने बताउँछन्। अर्को महत्त्वपूर्ण प्रश्न, के नेपाल तयार छ त? नेपाल इबोला आउटब्रेकबाट धेरै टाढा छ, तर रिस्क त्यो सोचे जस्तो टाढा छैन। कोभिड पछि नेपालले केही प्रोग्रेस गरेको छ। आइसोलेसन क्यापासिटी बढेको छ, PPE स्टकपाइल छ, PCR ल्याब क्यापासिटी इम्प्रुभ भएको छ, तर प्रब्लम के हो भने इबोला जस्तो डेडली भाइरस ह्यान्डल गर्न नेपाल अझै तयार छैन। सबैभन्दा ठुलो ग्याप नेपालसँग के छ भने बुन्डीबुज्जियो इबोला डिटेक्ट गर्न आवश्यक हाई सेक्युरिटी ल्याब नै छैन। मतलब सस्पेक्टेड स्याम्पल कन्फर्म गर्न इन्डिया वा WHO रेफरेन्स ल्याब पठाउनु पर्छ, अनि कन्फर्मेसन आउनै 2 देखि 4 दिन लाग्न सक्छ। युगान्डा जस्तो एक्सपिरियन्स देशमा सस्पेक्टेड केस कन्फर्म हुन 24 घन्टा पनि लाग्दैन। कन्ट्याक्ट ट्रेसिङ तुरुन्त सुरु हुन्छ, आइसोलेसन पनि त्यही दिनबाटै सुरु हुन्छ। तर नेपालमा केस आयो भने सस्पिसन, स्याम्पल ट्रान्सपोर्ट, कन्फर्मेसन यी सबै मिलाएर 4 दिनसम्म लाग्न सक्छ। त्यसैले अहिले ग्लोबल रेस्पोन्स एग्रेसिभली भइरहेको छ। WHO ले इमर्जेन्सी फन्ड रिलिज गरिसकेको छ। अफ्रिका CDC, US CDC, एक्सपर्ट टिम्स सबै एक्टिभ छन्। युगान्डामा कन्ट्याक्ट ट्रेसिङ इन्टेन्स छ, क्वारेन्टाइन भइरहेको छ, कम्युनिटी लिडरसम्म इन्भल्भ गरिएका छन्। तर समस्या अझै धेरै छन्। भ्याक्सिन फुल्ली एप्रुभ छैन, पपुलेसन मुभमेन्ट हाई छ, अनि एक्सपर्ट्सको वार्निङ अझ सिरियस छ। WHO का अनुसार डिटेक्टेड केस भन्दा एक्चुअल केसेस धेरै हुन सक्ने सङ्केत देखिएको छ। अनि यो आउटब्रेक अन्तिम पनि होइन। क्लाइमेट चेन्ज, डिफरेस्टेसन, अर्बनाइजेसन, ह्युमन र वाइल्ड लाइफ बिचको कन्ट्याक्ट बढ्दै गइरहेको छ। पछिल्ला दशकमा जुनोटिक रोगहरू लगातार बढेका छन्।
अब प्रश्न, नेपालले के गर्नुपर्छ? सबैभन्दा पहिले प्रिपेयर्डनेस ड्रिल। त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा सिमुलेटेड इबोला केस, हस्पिटल ट्रान्सफर प्र्याक्टिस, पिपिई ट्रेनिङ, हेल्थ केयर वर्कर्सको प्रिपेरेसन यी तुरुन्त चाहिन्छ। प्यानिक होइन, प्रिपेयर्डनेसको लागि आजैबाट तयारी गर्नुपर्छ। रिजनल कोअपरेसन, ऱ्यापिड रेस्पोन्स टिम, ट्रेन्ड हेल्थ केयर वर्कर्स यी लग्जरी होइनन्, नेसेसिटी हुन्। कोभिड-19ले हामीलाई एउटा लेसन दिएको थियो, पेन्डेमिक आउँदा प्रिपेयर गर्ने समय हुँदैन, तयारी पहिल्यै गरिसक्नुपर्छ। आज मे 2026मा हामीसँग एउटा वार्निङ छ, समय पनि छ, रिसोर्सेस पनि छ। अब क्वेसन एउटै हो, के हामी अहिले एक्ट गर्छौँ कि फेरि क्राइसिस आएपछि मात्र रियाक्ट गर्छौँ? तर यो कोभिड जस्तो महामारी निम्त्याउन नसक्ने हुँदा हामी त्यति धेरै डराउन पनि आवश्यक छैन। सामाजिक सञ्जालका मिथ्या समाचारले हामी नताल्यौँ, धैर्य गरौँ। धन्यवाद।